हेलो साथीहरू, हामी चाहिँ आज घुम्न आएको है। अनि त्यसपछि अनि यिनी मेरो भाइ, यिनी मेरो साथी, त्यो मेरो बहिनी हो। तिनले एकदम भिडियो गराइदियो भनेर हैरान गरिरहेछिन्। म चाहिँ आज एउटा कुरा भन्न आएको तपाईँहरूलाई है। मलाई एकदमै राजा मनपर्छ। म राजावादी हो, राजा पार्टी होइन, राजावादी हो। म चाहिँ यिनलाई पनि राजावादी हो, यिन त अलरेडी हुन् अनि यिनलाई पनि राजावादी हो भनेको छु र म यिनीहरूसँग बोल्दैन भन्दैछु होइन। मलाई पार्टी सार्टी केही मनै पर्दैन। यस मलाई के चाहियो? ल भन, तिमीलाई के मनपर्छ? मलाई पनि अब के अरे राजा मनपर्छ एकदम। तिमीलाई के मनपर्छ? के मनपर्छ? त्यही मनपर्छ। देख्नुभयो नि, सबैलाई त्यही मनपर्छ। त्यही भएर राजा आऊ, देश बनाऊ, हामी देश बचाऊ। हामी विदेश जान चाहन्नौँ। चाहिँ विदेश जानलाई हामी पढ्दैछौँ गाइजहरू। चारैजना ल्याङ्ग्वेज पढ्दैछौँ। फेरि हामीहरू नेपालमै बस्ने एउटा व्यवस्था बनाइदिनु पर्यो। हामीलाई नेपाल बस्ने व्यवस्था गराइदिनु पर्यो। हामी बरु ढिँडो खाएर पनि नेपाल बस्न चाहन्छौँ। हाम्रो भएको सबै स्कुटी भइदिया कस्तो त भन्ने यहाँ ढिँडो खाएर स्कुटी भइदिएर हामी घुम्न जान्थ्यौँ। बाहिर दुनियाँको लागि यस्तो गर्ने यस्तो गर्छौँ कि हामी यस्तो भन्छौँ। हामी क्यामेरामा भन्दैनौँ तर बाहिर भन्छौँ। क्यामेरामा चाहिँ हामीलाई राजा चाहिन्छ। मनदेखि हामी एकदम सभा छौँ। यिनी त झन् कुरै नगर्नु यस्तो सभा छन्। यिनी त झन् यस्तो सभा छन्। यिनलाई के मनपर्छ भने थाहा छैन, राजा पनि थाहा छैन, यिनलाई नेता पनि थाहा छैन अरे। यिनको यिनीहरूले सरकार हुन्न अरे। तिमीलाई केसँग सरकार? तिमीलाई देशको माया लाग्दैन? तिमीलाई कसको माया लाग्छ? ल यस्तो छन् कि हाम्रो नेपालको मान्छेहरू कसरी हुन्छ कि विकास। यही भएर हो यो देश नबनेको। दर्शक महानुभावहरू देख्न सक्नुहुन्छ हाम्रो यो खुल्ला मिडियामा। यो यस्तो यो मिडिया भनेको एकदम स्वतन्त्र। यो मिडिया यस्तो यो अहिले हामी जे बोलिरहेका छौँ, जो पनि बोल्न पाउँछ यहाँ, जसले जे चाहनुहुन्छ भने आउनु होला। है त सुन्नु, यस्तो हामीलाई मलाई पनि मन पर्थ्यो बालेन। मैले भने मैले घन्टीमा भोट हाल्छु भने अरे घन्टीमा घडी घडीमा कि घन्टीमा बरु मोबाइलमा हाल न। मोबाइलमा ऋषितमा सरले कस्तो गर्नु भएको छ त्यहाँ। कति राम्रो राम्रो काम गर्नु भएको छ। उहाँले उखु बोकिरहनु भएको छ। उहाँले जेरी हाल्नु भएको छ। उहाँले के गर्नु भएको छ भनिदेऊ। काम कहिले भैसा खेती माग्नुहुन्छ तर उहाँले एकदम धेरै राम्रो काम गरिरहनु भएको छ है साथीहरू। त्यो मजाक होइन। उहाँले कति बिरामीहरूको उद्धार पनि गरिरहनु भएको छ। कति क्यान्सर पीडितहरूको त्यो ठाउँमा एकदम विकट ठाउँ हो त्यो बिचरा मान्छेहरू कति वर्ष अगाडि हराएको मान्छेहरूलाई नि उहाँले खोज्ने। म भ्रष्टाचार गर्न आएको यस्तो भनेर अरूले भन्नुहुन्छ तर म भन्दैन।